हेलो हेलो हामी फेरि आयौँ है धेरै दिनपछि डे इन माई लाइफ लिएर। यो चाहिँ हाम्रो साँझको समय थियो, नानीलाई घुमाउने समय। अनि यो बेलामा चाहिँ बाबा अफिसबाट आएर सधैँ हामी नानी लिएर घुम्न जान्छौँ। अनि नानी पनि खुसी हुन्छन् बाबा उज्यालोमै आइस्यो भनेर। अनि मौसम पनि यति राम्रो थियो, पानी परेर भर्खर रोएर पनि होला है, यति राम्रो मौसम थिएन। अनि नानीलाई लिएर हामी पनि गयौँ, ऊ पनि मक्ख पर्छिन् क्या फेरि बाबा आएर यसरी घुम्न पाएपछि चाहिँ खुसी भएर थ्याङ्क यू बाबा भनिरहेको थिइन् क्या। मौसम हेर्नु न कति राम्रो थियो, कति रमाइलो थियो। जति उता गयो त्यति रमाइलो, जति पर गयो त्यति रमाइलो है, साह्रै रमाइलो थियो क्या। फेरि हामी रोडतिर भन्दा यस्तै भित्रभित्र नै घुम्न रमाइलो। फेरि मेरो छोरी नि खुसी हुने भित्रतिर है। रोडमा चाहिँ गाडी साडी यताउति हुन्छ, झ्याउँ झ्याउँ लाग्छ कि यता चाहिँ बरु रमाइलो लाग्छ क्या गाउँतिर। फेरि भित्रभित्र साह्रै रमाइलो गाउँ छ। अनि यहाँ फिल्ड छ एउटा ठुलो, हामी सधैँ नानीलाई त्यही लाने गरेका छौँ। अनि ऊ खेल्छिन् उफ्रिन्छन् अनि फर्किने गरेको थियो। तर आज भने यति भिड रहेछ त्यो फिल्डमा, धेरै बेर बसेनौँ हामी। सबैतिर बुढाहरू ग्रुपमा खेलिराखेका रहेछन्। अब त्यो बलले लाग्ने हो कि भनेर डरले मैले चाहिँ बाबा नलैजानु न उता भन्छु, बाबा नमान्ने है। साँझ परिसकेको थियो। फेरि मेरो छोरीले माथि देउती मातादेखि चाहिँ माउ देउती माता भनेर दर्शन गरेकी। मैले कसलाई दर्शन गर्ने छोरी भनेको देउती माता के ऊ माथि भनेर देखाएकी क्या मलाई। अनि म त कति खुसी लाग्छ क्या, एकचोटि सिकाएको त्यो गर्छिन् क्या सधैँ फेरि। अनि बाबा र ऊ फिल्डमा कुदेर फेरि नलानु न बाबा भन्छु, केही हुँदैन कि केही हुँदैन भन्नुहुन्छ, नलानु न भन्छु, केही हुँदैन भनेर लैजानुहुन्छ। अनि मैले अब अब त घर जाने ल हिँड्नु साँझ पनि पऱ्यो भनेर अनि हामी चाहिँ फर्क्यौँ घर। नानी चाहिँ रिसाएर भागिरहेको थिइन् क्या, घर नजाने भनेर। मैले जबरजस्ती तानेर ल्याउनु न भनेको, अनि बल्ल बल्ल समाएर ल्याएर अनि त्यसपछि हामीले घर लिएर आयौँ। अनि घर पुगेर खानासाना बनाइसकेपछि त उसलाई चिमुसी खेल्न पऱ्यो अरे फेरि। अनि चिमुसी खेलेर उसँग हामी बसेर चिमुसी खेल्नु पर्ने, उसले भन्ने हामी चाहिँ चिमुसी खेल्ने। अनि क्यामेरा देखेर त क्यामेरातिर हेरेँ क्या, मलाई चाहिँ कति राम्रो लाग्यो। अनि बनाइदिएको उसले चाहिँ क्यामेरामा हेरेँ कि। अनि ल यही हो, बाई।